मार्केटमा यो चाइनिज भेजिटेबललाई इन्डियन भनेर बेचिरहेको छन्। झुट पनि के साह्रो हजुर, व्यापार पनि। तर एक्चुअल इन्डियन भेजिटेबल ल्याक्सी यस्तो हुन्छ। क्वालिटी वाइज हजुरले लाइभ देखिसक्नु भयो। ल हेर्नुहोस् त क्वालिटी। म हजुरलाई यसको वेट देखाइदिन्छु। ल वेटमा आउनुहोस् त, यस्तो हेभी हुन्छ यो। ल स्टक्क राखेर हेर्दाखेरि यसको वेट कति छ देख्नुभयो त्यहाँनिर? लगभग 6 केजी छ। यसलाई अब साइड लगाएर हेरौँ। यसलाई साइड लगाएर अब यसको वेटको कुरा गर्नुहुन्छ भन्दाखेरि यसको ल हेर्नुहोस् त, यसको वेट यो चाइनिज हो है। चाइनिजको लगभग 2-2.5 केजी छ। लगभग 2.5 केजी। अब अर्को छेडको हेर्नुहुन्छ भन्दाखेरि अलिअलि केही पनि फरक पर्दैन। यहाँबाट ल हेर्नुहोस् कति दरो छ भनेको थाहा पाइसक्नु भयो होला नि। मार्केटमा अब यो चाइनिजमा चाहिँ म बस्दिनँ है। फेरि यसरी त फेरि क्याचाकुचुकै हुन्छ। विल दुईटैमै आउँछ, चक्का चाहिँ आउँछ। हामीसँग दुईटै एभाइलेबल छ। चाइनिज पनि एभाइलेबल छ, इन्डियन पनि एभाइलेबल छ। रेट फरक पर्छ हजुर क्वालिटी वाइज। अब हजुरलाई इन्डियन चाहिन्छ कि चाइनिज चाहिन्छ भन्नुहोस्। बबलको 4 लेयर 5 लेयर 3 लेयरमा एभाइलेबल छ यो भेजिटेबल छ। अलिक कार्बन स्टोरबाट बनेको। अर्डर गर्नु होला, किनभने हामीसँग लिमिट मात्रै एभाइलेबल छ है त।